अहिले भक्तपुरमा आइपुगेको छु। भक्तपुरको यहाँ भक्तपुर यो अब हामी दरबार स्क्वायर भित्र पस्न लाग्दैछौँ। उहाँ टङ्क श्रेष्ठ दाइ उहाँले हामीलाई आज भिजिट गराउँदै हुनुहुन्छ। लु हेर्नुहोस् अब हामी यो गेटबाट भक्तपुरको दरबार स्क्वायर हामी पस्दैछौँ। लु हेर्नुहोस् त होइन चाहिँदैन। भक्तपुरको दरबार स्क्वायर हामी भित्र पस्यौँ। ल हेर्नुहोस् कस्तो राम्रो होइन, कति ब्युटिफुल। हाम्रो नेपालको कला संस्कृतिले भरिपूर्ण भएको हाम्रो विशेष गरी नेवारी कल्चर पाइन्छ। ल हेर्नुहोस् त कस्तो राम्रो छ।